यो चाहिँ हामी नेपालीहरूको बडो दुर्भाग्य क्या। तपाईलाई के लाग्छ यो हाम्रो दुर्भाग्य हो जस्तो लाग्दैन? 240 वर्ष राजाले शासन गरे र अहिले गणतन्त्र आएको पनि लगभग 15-20 वर्ष भइसक्यो। संसार कहाँबाट कहाँ पुगिसक्यो क्या। तर हामी नेपालीहरूको चाहिँ बडो दुर्भाग्य के हो भने अझै पनि हामी यो तन्त्र भएन, यसले काम गरेन, अब त्यो फेरि त्यो चाहियो, अब फेरि त्यो चाहियो भन्दै बस्नु परिरहेछ क्या हामी। कसरी दुर्भाग्य हो, हामी कसरी अभागी हौँ भने नि हाम्रो देश उत्पत्ति कालदेखि नै अरूभन्दा 57 वर्ष अगाडि छ क्या। जस्ट इमेजिन 57 वर्ष। अरू देशहरू सुरुवात पनि भएको थिएन त्यतिखेरसम्म हाम्रो देशले 57 वर्ष पार गरिसकेको थियो। र त्यस्तो गरिब देशहरू कहाँबाट कहाँ पुगिसके, जापान कहाँबाट कहाँ पुगिसक्यो, स्विजरल्यान्ड त्यति वर्ष पछाडिदेखि विकास हुन थालेको देश अहिले कहाँबाट कहाँ पुगिसक्यो। युएई कति गरिब देश थियो र अहिले दुबई हेर्नुहोस्। छिमेकी देशहरूले नै कति धेरै प्रगति गरिसक्यो क्या। तर अझै पनि हामीलाई तन्त्र मन्त्रले नै अल्झाइरहेको छ। यही तन्त्रकै कारण हजारौँ नेपाली जनता मरिरहेका छन्, अझै मर्ने छन्, अझै कति के हुन बाँकी नै छ। अनि हामी अभागी होइन, हाम्रो यो दुर्भाग्य हो कि होइन? संसार कहाँबाट कहाँ पुगिसक्यो अनि हामीलाई अझै तन्त्र मन्त्रले नै अल्झाइरहेको छ। राजा थिए, राजाले काम गरेनन्, राजाले देश विकास गरेनन्, अब हामीलाई राष्ट्रपति चाहियो भनेर राष्ट्रपति आए र अब फेरि राजा चाहिँदैछ हामीलाई। सबैभन्दा मेन कुरा भनेको नि यहाँ तन्त्रले काम गर्ने होइन क्या, त्यहाँ मान्छे को छ, मान्छेले गर्ने हो काम, जुनसुकै तन्त्र होस्। र हाम्रो देश अघि बढ्न नसक्नु नि, हाम्रो देश अघि बढ्न नसक्नुको मेन कारण भनेको हामी जनता पछाडि परेका हौँ क्या। हामी जनता विवेकशील हुन नसकेर हामी जनता पछि परेकोले देश पछाडि पर्यो क्या। हामी जनताहरूमा चेतना कहिले पनि आएन। राजाको पालामा एउटा राजा हुन्थ्यो क्या, तर अहिले गणतन्त्रमा सबै राजा। बडो अचम्म छ। राजतन्त्रमा त्यति काण्ड सुनिएन होला क्या, 240 वर्षको राजतन्त्रमा त्यति काण्ड सुनिएन होला। यो 16-17 वर्षको गणतन्त्रमा त्यति धेरै काण्ड भइसकेका छन्, त्यति धेरै भ्रष्टाचार भइसकेका छन्, त्यति धेरै अपराध भइसकेका छन्। अनि नेताहरूलाई पनि बडो आनन्द छ क्या। एउटाले एउटाको टाउकोमा हाल्ने, अर्कोले अर्कोको टाउकोमा हाल्ने। पार्टी एउटै हुन्, सबै पार्टी एउटै हुन्, सबै खानका लागि बसेका हुन्। यति कुरा नेपाली जनताले दिमागमा राख्नु पर्यो कि सबै खानका लागि बसेका हुन्। अहिले जुन जति पनि छन् नि एकअर्कालाई दोष लाएर बसिरहेका, अहिले के भइरहेछ तपाईँहरूले थाहा पाउनु भएको छ? सरकारबाट छुटिएर एमालेको त्यत्रो विरोध गरिरहेको प्रचण्डको पार्टी माओवादी अहिले सरकारमा जाने तयारी गरिरहेको छ। किनभने राजावादीहरू सल्भ लागे क्या। अब उनीहरूलाई डर लागिसक्यो गणतन्त्रलाई केही होला कि भन्ने, सातो गइसक्यो तिनीहरूको, यसरी खान पाइँदैन कि भन्ने लागिसक्यो तिनीहरूलाई। अनि हत्यारा हरे, मूर्ति चोर हरे। गणतन्त्रमा कतिजनाले कति मूर्ति चोरेका छन्, कतिले कति अर्ब कति खर्बको भ्रष्टाचार गरेका छन्। कुन पार्टी छ गतिलो? अनि हामी तन्त्र तन्त्र भन्दै कुद्छौँ क्या। तन्त्रले केही पनि हुनेवाला छैन। नेपालमा राम्रो गर्नेलाई कसैले बाँच्न दिँदैन। हाम्रो देश सतीले सरापेको देश हो क्या। तपाईहरूलाई थाहा छ नि मदन भण्डारी को थिए र यिनीहरूले कसरी मारे भन्ने कुरा। 240 वर्षसम्म राजाले केही गरेनन् भनेर अब गणतन्त्र ल्याएको, गणतन्त्र आयो। गणतन्त्रले चाहिँ के दियो त? राजतन्त्रलाई निहालेर हेर्ने हो भने 104 वर्ष त राणाहरूले शासन गरे राजतन्त्रमा, र त्यहाँ राजाहरूले उनीहरूले सोचेअनुसार काम गर्न पाएनन् होला। किनभने जहाँनिया राणा शासनले राजाहरूलाई कन्ट्रोल गरेका थिए क्या। र 7 सालमा नेपाली काङ्ग्रेस आयो। नेपाली काङ्ग्रेसको जनआन्दोलनले राणा शासनलाई हटायो। अनि अब त नेपालीहरूलाई लागेको थियो कि अब त देशमा कायापलट हुन्छ, सबै कुरा हुन्छ। खोइ त। अनि 2017 सालमा फेरि त्यहाँबाट पञ्चायत। अब फेरि 2046मा यी सबै पार्टीहरू एक भएर आन्दोलन गरेर पञ्चायत हटाएको होइन, त्यहाँबाट फेरि लोकतन्त्रलाई फेरि ल्याएको होइन।
46 सालपछि फेरि के भयो त? अनि 46 सालपछि त यिनीहरू नै राजा भएका हैनन्? अनि 2061-62मा फेरि माओवादी जन्मियो। माओवादीले आन्दोलन सुरु गर्यो। अनि 65 सालमा गणतन्त्र लागू भएको होइन? 65 सालदेखि अहिले 15-20 वर्षमा आइपुग्दा यिनीहरू कतिचोटि मन्त्री भए, कतिचोटि कतिचोटि प्रधानमन्त्री भए, कतिचोटि राष्ट्रपति भए। अनि अहिलेसम्म खोइ त यिनीहरूलाई त कसैले अहिलेसम्म रोकटोक गरेको छैन केही गर्नलाई। खोइ त अहिलेसम्म केही भयो त? योभन्दा बढी ज्ञानेन्द्र चामक चुमुक गर्ने भनेदेखि नेपालीहरू काटिएका हुन् नि, राजाका टाउका गिडिन्छन् नि, गिडिएको इतिहास छ नि। उनले चुरीखुरी धेरै नगर्नु, केही भएन नि। हो भएको के हो भने हामी नेपाली जनताको दुर्भाग्य हो क्या, यो बडो ठुलो दुर्भाग्य हो। हामी अभागी हो क्या नेपालीहरू। तपाईँ मान्नुहोस् या नमान्नुहोस्, तर हामी नेपालीहरू एकदमै अभागी हो। हाम्रो देशमा केही कुराको कमी छैन क्या। प्रकृतिले सबै थोक दिएको छ देशलाई, तर देश बनाउने मान्छे एउटा गतिलो भएन। देश बनाउन चाहेन क्या कसैले, चाहेकोलाई पनि बनाउन दिएनन् कसैले। इमेजिन गर्नुहोस् त अहिले मदन भण्डारी थिए भने एमाले के हुन्थ्यो होला? यस्तै एमाले हुन्थ्यो होला। अनि 2081मा अब राष्ट्रपति आएको होइन? अब अनि जनताले कसलाई चाहिँ आश गर्ने त? कसको भरोसा गर्ने? अब कुन चाहिँ तन्त्र ल्याउने त? अनि 2081मा राष्ट्रपति आएको होइन? अब सबै अवस्था चेन्ज गर्ने भनेर अहिले के भइरहेको छ हालत नेपालको राजनीति? राष्ट्रपाको के भइरहेको छ? सभापतिलाई के भइरहेको छ अहिले? अनि यही गर्न आएका हुन् यिनीहरू? कता के चाहिँ चेन्ज गर्न आएका? अब हुनेवाला केही पनि छैन। जे हुनु भइसक्यो, अब केही पनि हुनेवाला छैन, हुँदैन पनि। जसले जे भने पनि, जसले जे गरे पनि केही पनि हुनेवाला छैन। सो म के भन्छु भने अब हाम्रा आमा बाउले भन्छु म, आमा बाउले हजुरबा हजुरआमाले त जे गरे एटलिस्ट अब हाम्रो जेनेरेसन त मूर्ख नहोस् न, पटमूर्ख नहोस्, भेडा नहोस्। अलिकति राजनीति, नेपाली राजनीति कुराहरू पनि अलिकति मात्रै भए पनि हेरिदिनुहोस् तपाईँहरूले, ध्यान दिनुहोस् के भइरहेको छ, के हो भनेर, के भएको थियो भनेर। अनि अझै पनि पार्टीको झोला बोकेर फलानो र चिलानो भन्दै चाहिँ किन हिँड्नु? के खुत्यायो, के गर्यो त यत्रो वर्षसम्म? प्लिज म भन्छु हात जोडेर, अब तपाईँहरू भेडा नहुनुहोस्। अब एजुकेटेड हुनुहोस् क्या। तपाईँहरू वरिपरि निहाल्नुहोस्, हेर्नुहोस् बसेर कसले के गर्दैछ, के गर्यो आजसम्म भनेर। अनि देखिन्छ के भएको छ, फलानोले कति करोड खाएको थियो, कति अर्ब खाएको थियो, कुन टेन्डरमा कति करोड खाएको थियो, के भएको छ भनेर केही थाहै छैन क्या। अनि हावातालमा फलानो भनेर अझै पनि काँध हालेर बा भनेर बोकेर, झोला बोकेर हिँडेको छ। प्लिज स्टप दिस। अब चाहिँ अति भयो क्या, अब चाहिँ अति भयो। मैले भनेको मान्नुहोस्, अब चाहिँ निहालेर हेर्नुहोस् क्या कता कता के भएको छ भनेर। तिमीले अहिले झोला बोके पनि हुनेवाला केही पनि छैन। अब त हामीले त इनोभेसन गर्ने हो नि त, रिसर्च गर्ने हो, कसले कति गरिरहेछ, के गर्दैछ, कुन देशले कसरी गरिरहेको छ भनेर। अनि गलतलाई गलत र सहीलाई सही भन्दै जाने हो। अनि अहिलेको जेनेरेसनले हामी जस्ताले भनिनौँ भने अनि कसले छुट्याइदिन्छ? अनि पार्टीको झोला बोकेर हिँड्ने, अनि गलतलाई पनि गलतमा चुप लागेर बस्ने, अरूले गलत गर्यो भने कुर्रिने, यही छ होइन? प्लिज स्टप दिस। अब चाहिँ राजनीति अहिले गर्ने होइन, राजनीति पढ्ने हो क्या, बुझ्ने हो राजनीति। ओके, अल द बेस्ट।